सधैँ नै जिम्मेवार हौ आएरै लिएको हो योभन्दा अगाडि म एउटा रोचक कुरा अनि त्यसपछि यसो किनभने म अबदेखि यस्तो गर्दिनँ भनेर थकिरहेको फेरि आइपर्छ के भयो भने म लाफिङ यो कोरोनाभन्दा अगाडि युरोपतिर त बोलाइरहन्थ्यो मलाई बोलाइरहन्छ अनि क्लास लिनुलाई यस्तो फेस्टिभलमा एउटा वर्कसप थियो अनि फेस्टिभलमा वर्कसप थियो वर्कसपको दौरानमा पाला जुर्को उठे आइएम फ्रम नेपाल एकैचोटि के भन्दासम्म सबै आइएम फ्रम नेपाल शब्दले मात्रै नेपाल माउन्ट एभरेस्ट म त श्रिङ्ग भयो कि अब नेपाल भन्ने बित्तिकै त्यो देश विदेशकोहरूले अनि मलाई पनि जोस ल्याइहाल्यो अनि मैले के भनेँ भने अब हामी पनि जान चाहन्छु भने क्या त्यहाँ माहौल क्रिएट अर्कै भयो अनि मैले के भने त्यसो भए अर्को वर्ष म सोलो थिएटर फेस्टिभल गर्छु काठमाडौँमा त्यहाँ हाम्रो थिएटर छ नाम अब आफ्नै खर्चले आउनु सक्छौँ भने खाने बस्ने सबै गरौँला भने चाहिँ आउँछौ भने त्यहाँ त किन नजाने नेपाल एउटा कतिसम्म सुनाएर यहाँ चाहिँ बुर्र उम्रियो नेपाल भन्ने ल मेरो आँखाले देखेको त्यो शब्दै कस्तो के नेपाल पोलिटिसियनले खतम पारेको नेपाल है अनि ल अर्को साल गर्छु भने सबले त्यहाँ ल हामी गर्छौँ भन्ने एउटा ब्रिटिस त्यो कलाकार उसले ल म जिम्मा लिन्छु सबलाई गर्ने तिमी गर्नु ल तिमी त्यो गर भने है हुन्छ भने त्यसपछि सकियो फेस्टिभल सकियो अनि म जब प्लेनमा बसेँ नि अनि सँग भएँ गर्छु त भने मेरो कोहीसँग यो मन्त्री सन्त्रीसँग हुनु पऱ्यो नि मलाई त बगाउनु छुट्यो अब के गर्ने कसरी गर्ने त्यहाँदेखि म घर आएर घरमा मेरो मिसेसलाई त्यो फेस्टिभल के कस्तो भयो पढाइ कस्तो भयो त्यो भन्नुभन्दा पनि मेरो त्यो सोलो फेस्टिभल गर्छु भने मैले अब के गर्ने भने चाहिँ मेरो मलाई चाहिँ भगवान्ले पठाएको छ मेरो सावित्री मल थाहा छ होइन उसले के भने तपाईँ किन डराएको ल जे गरेर गर्नुलाई नि हाल्नु नि सुन्छु खर्च गर्नुलाई के गरेर डराउनु पर्दैन भन्यो उसले भोलिपल्ट सर्नु त्यसपछि अनि कहाँ माग्ने भने मेरो हाम्रो इन्द्र रत्न बजार छ हाम्रो कोषाध्यक्ष छ कि अस्ति आएको अनि उसले के भने विद्या सुन्दर भने मेयर हामी सँगै पढेको उसलाई भनौँ न उसले सबै गर्छ भन्यो त्यसपछि विद्या सुन्दरलाई भेट्न गयौँ आज गयो भोलि गयो भेटिँदैन नि त भेटिदिँदैन है कहिले टाइम छैन भन्छ कहिले के भन्छ एक दिन चाहिँ कोरिडोरमा उताबाट विद्या सुन्दर आइरहेको थियो अनि यो मेरो इन्द्र त क्लासमेट भनेर विद्या इन्द्र के छ भने है उहाँ असेसम्बल वास्तै गरेन मलाई अनि वास्तै गरेन क्या त्यो विद्या सुन्दरले अनि मलाई सही मान्नु म पनि अलिअलि सही मान्छु नि त्यो मलाई को त्यो भन्दा म पनि के कम जस्तो के ल अब भोलिदेखि यहाँ आउँदिनँ भनेको अनि इन्द्रले के भन्यो भने ल यो उपमेयरका जाउँ उपमेयर भन्ने त के प्रभाव भनेर खड्की चाहिँ जमानामा सर्वनाममै हामीसँग थियो कि खड्की गएको फेरि त्यहाँ 2 दिन 3 दिन भेट हुँदैन बागबजार आउँछ घर चाहिँ उसको घरमा गयौँ बिहान हामीले सबैलाई नमस्कार ल यो तपाईँलाई भिडियो भयो भने सुनाउनु किनभने यस्तो यो एकदम किन हामी त दुखिया हौँ कि अनि ओ दाजु भन्यो त्यो उमेरले अनि चियासा खुवायो अनि मैले भने यस्तो छ भनेपछि उसले के भन्यो भने हल 2टा लिने होटल लिने एउटा चाहिँ एउटा बसले उनीहरू भक्तपुर घुमाउने यहाँ भनेर गफ दियो एप्लिकेसन लेख्यो भने लेख्यो हामीले दियो ल तपाईँ ढुक्क हुनुहोस् हामी नगरपालिकाले गर्छ त्यो त नगरपालिकाको यो क्राउड हो के भने त्यसपछि मैले त्यो मोबाइलबाट सबलाई इमेल पठाएँ आउनु थाल्यो भन्दाखेरि यो 400-500 वर्ष अगाडि हामीले सोलो फेस्टिभल गरेको थियो सोलो एक्लै होइन त्यसपछि आउँछ भने हेर्नुहोस् त्यसपछिको कथा 6 महिना भयो 5 महिना भयो 4 महिना भयो 3 महिना भयो त्यो भेटिँदैन त त्यो उसलाई त्यो खड्कीलाई
उहाँ भइसक्यो भन्दा 10-15 दिन बाँकी छ भेट हुँदैन। एक दिन म एक्लै उसो घरमा चाहिँ गएँ, घर सुतिरहेको बेला बिहानै घन्टी सन्टी बजाएर उसो श्रीमान आयो, ओ दाजु किन आएको बेला भेटाइदियो भनेपछि मैले भेटेँ। अनि यो खडे के हो तिमीले त यहाँ बर्बाद गर्छ, यहाँ आउने बरिस भइसक्यो, होटल दिन्छु भने कफबाट आयो भने कहाँ दाजु सकिनँ नि, 1 लाख रुपियाँ चाहिँ हुने भयो भन्छ। 1 लाखमा म 1 लाख थपेर दिन्छु तिमीलाई, अहिले आएको छ भन्ने कि त खबर गर्नुपर्छ। इन्द्र पनि सँगै थियो, 1 लाख लिउँ भन्यो भने कि लास्ट थाहा भयो। त्यसपछि अनि ऊ चाहिँ 1 लाख लिनुभयो। मेरो त अब रातो पहेँलो भइगयो नि त। अब बाँकी छ 10 दिन पनि बाँकी छैन, त्यत्रो विदेशी आउँदैछ। फेरि अरूभन्दा नि यो ब्रिटिसहरू जहाँ पाए त्यही बस्थेन कि त्यो खुवाइदिएर भएन भयो भने त्यो मोरलाई कहाँ